जय नेपाल। आज प्रशासनिक पदाधिकारीको टपिक लिएर आएको छु। यो खरदार र नायब सुब्बाको लागि अब्जेक्टिभ क्वेसनहरुमा सोध्ने गरिन्छ। यसमा के छ भन्दाखेरि प्रशासकीय पदाधिकारीहरु के हुन्, जस्तै लिच्छवी कालमा र आधुनिक कालमा। लिच्छवी जतिखेर थियो नेपालमा, नेपालमा त्यो लिच्छवी कालमा जुन कि तेस्रो वंशज भनिन्छ। पहिलो गोपाल वंश, महिषपाल वंश, दोस्रो किरात वंश र तेस्रो लिच्छवी काल वंश भन्छ। र त्यो लिच्छवी काल वंशमा यो जुन पदाधिकारीहरूको थियो पदहरू, त्यो केमा डिभाइड गरेको थियो। एउटा महासर्वदण्ड नायक, जसमध्येमा प्रधान न्यायाधीश थिए। त्यसपछि महाबलाध्यक्ष, प्रधान सेनापति। त्यसपछि भट्टनायक, सेनाध्यक्ष। भट्ट, सिपाही। प्रधान, ग्राम प्रशासक। अमात्य, मन्त्री स्तरीय अधिकारीहरू। मन्त्री स्तरीय जति अधिकारीहरू थिए त्यो चाहिँ तिनीहरूलाई अमात्य भनिन्थ्यो। र यो अमात्य भन्ने वर्ड कहिलेकाहीँ तपाईहरूको सिरियलहरूमा पनि, जुन धार्मिक सिरियलहरू हुन्छ त्यसमा उल्लेख भएको हुन्छ। जस्तै चाणक्यको सिरियलमा पनि उल्लेख थियो। त्यसपछि सामन्त, सामन्त भनेको प्रशासकहरू हैन, सामन्त भनेको प्रशासकहरू। त्यसपछि गोल्मिक भनेको सेनानायक, गोल्मी भनेको सेनानायक। अनि त्यसपछि प्रसाद अधिकृत भनेको कार्यालय प्रमुख। यो प्रसाद अधिकृत अहिलेको जुन कार्यालय प्रमुखहरू छन् त्यतिखेर प्रसाद अधिकृत भनिन्थ्यो। हस्त।